24 घण्टाभित्र पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे नेपाल आयल निगमको अस्तित्व समाप्त गर्नेछौँ। नेपाल आयल निगम घेर्नेछौँ। यो देशको युवा चुप लागेर बस्छ। सहकारी लुटेर नेपाली जनताले त्यो धनी बनेका छैनन्। नेपाली जनता तिरौं हामीलाई गाली गर्ने देशमा लुटतन्त्र हुँदा हुँदा नयाँ बनिएकाहरूको रासोपाहरूको सरकार आउँदा यो देशमा लुटतन्त्र। अब कसको सरकार आउँदा यो देशमा यो देशका युवाहरूलाई धम्की दिने हो, गाली दिने हो भने रासोपाका अन्धभक्तहरूलाई म भन्न चाहन्छु, नेपाल आयल निगमले रासोपाका समर्थकहरूलाई 1 लिटर तेलको मूल्य 1000 गरियोस्। पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटाउनु पर्छ, मूल्य समायोजन गर्नुपर्छ। छिमेकी मित्र राष्ट्रहरूमा 90, 95, 97 रुपियाँ पेट्रोलियम पदार्थको मूल्य, ग्यासको मूल्य हुँदै गर्दा नेपालमा 200, 300 किन तिर्नु पर्यो? यदि रासोपाका कार्यकर्ताहरू धनी छन् भने तिर्नुस्, 1000 रुपियाँ तिर्नुस्, 1200 तिर्नुस्। नेपाली जनतालाई त्यो स्वीकार्य छैन। मजदुर गरेर बिहान बेलुकाको छाक तार्नेहरूलाई त्यो मूल्य तिर्न सक्ने अवस्था छैन। सर्वसाधारण किसानहरूलाई त्यो मूल्य तिर्न सक्ने अवस्था छैन। नेपाल आयल निगम जस्ता बिचौलियाहरूले चलाएका आयल निगमहरू पुर्खादेखि भ्रष्टाचार गरेको मूल्य, भ्रष्टाचार गरेको बेरोजो असुल गर्न नेपाली जनताको, गरिब नेपाली जनताका सन्तानहरूको ढाड सेक्ने गरेर आयल निगमको पेट्रोलियम पदार्थको मूल्य 2/3 पुर्याएर असुल्न खोज्दैछन्। यो आयल निगम नेपाली जनताको आयल निगम होइन, बिचौलियाको आयल निगम हो। नेपाली जनताको आयल निगम हो भने छिमेकी राष्ट्रहरूको मूल्य वृद्धि हेर्नु पर्दैन? नेपाली जनताको भावना बुझ्नु पर्दैन? के हेरेर बसिरहेको छ 2/3 को सरकार स्टन गर्नलाई? 2 दिनमा हत्याराहरूलाई कारबाही गर्छु भनेर रातारात छोपेर सामाजिक सञ्जालमा वाइवाई कमाएर हस्पिटलको बेडमा ल्याएर हत्यारा र भ्रष्टाचारीहरूलाई थन्काएर हामी हत्यारालाई कारबाही गर्छौँ भन्ने